एउटा गाउँमा एकजना किसान बस्थे। उनको घरमा 3वटा जनावर थिए, एक बाख्रो, एक कुखुरा र एक परेवा। तर उनीहरूलाई थाहा नै नहुने गरी एउटा सानो मुसा पनि त्यही घरमा बस्थ्यो। ऊ कसैलाई दुःख दिन्थेन, बस चुपचाप आफ्नो जीवन जिउँथ्यो। एक दिन किसानले आफ्नो अन्नको बोरामा प्वाल देखेर किसानलाई लगाए। मुसाले हरेक दिन त्यसमा पसेर दाना खाइरहेको रहेछ। किसान रिसाए र त्यस दिन मुसा समाउने पिज्रो ल्याए। मुसा डरायो। ऊ सिधै परेवाकोमा गयो र भन्यो, हामी एउटै घरमा बस्छौँ। यो पिज्रो मेरो लागि हो, मलाई बचाउन केही गर्न। परेवा हाँस्यो र भन्यो, यो त तिम्रो समस्या हो, मलाई के मतलब। मुसा त्यसपछि कुखुराकोमा गयो। कुखुरा भन्यो, म त दाना टिप्छु, तिमी त झोलामा पर्छौ। यो त तिमी आफैको झमेलो हो। अन्तमा ऊ बाख्राकोमा गयो। बाख्रोले नि भन्यो, पिज्रो त तिमीका लागि हो, मलाई त केही फरक पर्दैन। मुसा निराश भयो, एक्लो महसुस गर्यो। त्यो रात पिज्रोमा केही समातियो, तर मुसा होइन। एउटा विषालु सर्प पिज्रोमा फसियो। किसानकी श्रीमतीले आवाज सुनेर पिज्रोमा मुसा समातिएको ठानिन्। जस्तै पिज्रो समातिन्, सर्पले टोक्यो। किसानले तुरुन्तै डाक्टर बोलाए। डाक्टरले औषधि दिएर भने, उपचारसँगै परेवाका सुप खुवाउनुहोस्, चाँडो निको हुनेछ। त्यसैले किसानले परेवा काटे। केही दिनमा श्रीमतीको अवस्था झन बिग्रियो। नातेदारहरू आउन थाले। तिनीहरूलाई खाना खुवाउन किसानले कुखुरा पनि काटे। श्रीमती केही दिनपछि निको भइन्। किसानले खुसीमा बोझ राखे। अब पालो आयो बाख्राको। बाख्रो पनि काटियो। अब त्यो घरमा सब चुपचाप थियो र मुसा चुपचाप हेरेर बसिरहेको थियो। कथाको शिक्षा, जब अरूमाथि समस्या आउँछ सोच्नुस् ममा के असर पर्छ भनेर पन्छिनु हुँदैन, किनकि त्यो समस्या एक दिन तपाईको ढोका पनि ढकढक्याउन आउन सक्छ। एकता, सहानुभूति र साथ, यही हो सह-अस्तित्वको असली अर्थ। यदि यो कथा मन पर्यो भने शेयर गर्न नबिर्सनुहोस्, ताकि हामी सबैले एक अर्कालाई माया गर्न सिकौं।